हेलो एभ्रीबडी वेलकम ब्याक टु माई च्यानल। आजको ब्लगमा हामी आइपुगेको छौँ एकदमै न्युली बिल्ड टेम्पलमा, जुन हाम्रो एरियाको निकै पवित्र र ब्युटिफुल प्लेस हो। यहाँको इन्भाइरोमेन्ट एकदमै पिसफुल छ र नेचरले घेरिएको छ। यहाँ आउँदा मन एक काम र पोजिटिभ हुन्छ। सो गाइस, तपाईँले देख्न सक्नुहुन्छ रमाइलो दृश्य जुन कि हाम्रो शीतल टोलमा चाहिँ इस्टाब्लिस भएको छ मन्दिर होइन। एकदम खुसी लागेको छ र यो भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला र रमाइलो गर्नु होला। अट्याङ हुँदैछ ल, भेरी गुड जब। ल हाम्रो राजन भाइले चाहिँ यसरी प्रसाद तयार गर्दैछौँ। भाइ के छ अनि कति मिनटमा अब तयार हुन्छ? 1-1.5 घन्टा लाग्छ। ल गाइस, ल तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो राम्रो खिर, यस्तो राम्रो प्रसाद बन्दैछ। अनि हाम्रो बहिनीहरू भक्तजनहरू यता बसिरहेको छन् यतातिर। ल के छ, कस्तो कतिको रमाइलो भइरहेछ त? धेरै रमाइलो भइरहेछ। र बाँकी भक्तजनहरू उता। ल हाम्रो भाउजूले यसरी हेर्नु, भाउजू नारायणमा लसो साकुल्ला यसरी तपाईँ पनि हेर्नु पर्दै हो अब लाइट बनाउनुको लागि। ए ल लाइट त धुनेमा दाउरा के हेर्नुहुन्छ। ल अब सम्पूर्ण यो तयार भइसकेपछि भजन सजन लगाएर जस्तो बेलुका हामी यहाँ रमाइलो गर्नेछौँ। केटुले अनि आज के हो? शिवरात्रि हो। उनीहरू शिवरात्रि मनाउन आएको हो। कहाँ जाने हो? घर के गर्न? लेट्स गो। ल यो भुजाहरू चाहिँ अब उखु फर्काउनको लागि लिएर आउनुहुन्छ। बम बम बोले जय शिवरात्रि। ल ल लिएर आऊ ल हो। ल के हो लडी देखा त बच्चाहरू त? पड्कायो खतरा पड्क्यो यार। ल भक्तजन लाग्छ। प्रसाद लिनुभयो? ल आउनु माइजू आउनुहोस्। ओहो I can hear the demons call when they do what they do. And now I feel like taking off, find a place with a view. The pain is never gonna stop if it's controlling you. सानो मान्छेले नि पर्छ थाहा हो। I just gotta get through, just gotta get
यता त सकिसकेछन् प्रसाद गाइस कसो प्रसाद भयो त बोले ल भक्तजनहरू नाच्छ यहाँ भिडियो बन्दैछ ल अलि लाइटको कमी भयो नाच 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 यता रामदाई के छ ठिक छ रमाइलो छ ल शिवरात्रिको दिनमा आफ्नै गाउँठाउँमा यसरी रमाइलो गर्दै ल ल हेर्न त जान्टे दाइ के भन्छु भक्तजन ल राम्रोसँग अब नाच्नुपर्छ साउजी अब यहाँ खाने बाहेक त अनि अब खाएपछि नाच्नुपर्छ अरूले गाडी होइन बेलको काँडा चस्यो भनेर अब यहाँ नाच्नु अब शिवको नाममा नाचिदिने हो भने भजनमा अहिले नाच्नुपर्छ क्या अब ल ल ल नाच्नु भक्तजनहरू भाउजू पनि बस्नु न भाउजू बस्नु खानु भयो खानु के ल ल्याउनु पऱ्यो यहाँ ल अहिले पानी ल पानी उता हो ल अहिले एकछिन नाच्नु पऱ्यो